तिमी दिनभरि मोबाइल चलाउँछौ, तर के तिमीलाई थाहा छ नेपालमा कुनै 5वटा एपले सबैभन्दा धेरै मानिसको समय र दिमाग कब्जा गरेको छ। फेसबुक, युट्युब, टिकटक यी केवल मनोरञ्जनका लागि मात्र होइन, यी प्लेटफर्मले मानिसलाई फेमस बनाउँछ, पैसा कमाउने अवसर दिन्छ अनि कतिपयलाई टाइम वेस्ट पनि गराउँछ। अझ इन्ट्रेस्टिङ कुरा के छ भने तिमीले अहिले प्रयोग गरेको एप पनि यो लिस्टमा आउन सक्छ। आजको भिडियोमा म तिमीहरूलाई नेपालमा सबैभन्दा धेरै प्रयोग हुने टप 5 एपको बारेमा भन्छु। स्टार्ट द भिडियो। नम्बर 1 मा रहेको छ फेसबुक। फेसबुक नेपालमा 1.7 करोड जनले प्रयोग गर्ने गर्छन्। यो एप युएसए मा 2004 एडी मा बनेको हो। सेकेन्ड नम्बरमा रहेको छ युट्युब। युट्युब नेपालमा 1.5 करोड जनले प्रयोग गर्ने गर्छन् र यो पनि युएसए मा 2005 एडी मा बनेको हो। थर्डमा रहेको छ सबैको प्यारो टिकटक। यो नेपालमा 1.4 करोड जनले प्रयोग गर्ने गर्छन् र यो चाइनामा 2016 एडी मा बनेको हो। फोर्थमा रहेको छ व्हाट्सएप। यो नेपालमा 1.3 करोड जनले प्रयोग गर्ने गर्छन् र यो युएसए मा 2009 एडी मा बनेको हो। फिफ्थमा रहेको छ मेसेन्जर। यो नेपालमा 90 लाख जनाले प्रयोग गर्ने गर्छन् र यो पनि युएसए मा 2011 एडी मा बनेको हो।